थोरै करेला पनि लिए किनभने आज चटनी बनाउने हो करेलाको। अनि आज 5 जेलमा छ अरे काउली किलोको, आधा किलो भरि होला। त्यो पनि हेर्नु बिग्रेको काउलीलाई छिलछाल पारेर राखेको छ। यस्तो छ यार, स्यालेरी भइहाल्यो। यस्तो त हाम्रो नेपालमा गाई भैँसीले खान्छ अरे। चाहिँ नलगाउँ क्या हो, नेपालको 35 रियाल पर्छ यत्रो ढाने पट्टालाई, यहाँको 1 रियाल पर्छ। त्यो पनि माथि माथिको मात्रै रहेछ, फेरि कलिलो रहेछ। यो होस् चाहिँ उसलाई जानु पर्यो काँक्रो भन्ने सोच्छ। त्यो सुँगको साग पनि पाउँछ, तर सुँगको साग हेर्नु पुरा खिया लागिसक्यो। नाना हेर्नु चाकमा फुल लागिरहेछ, झरेकै छैन। काँक्रो लिएर जानु पर्यो बाटो खानुलाई। पानीको मात्रा पनि कम भइरहेको छ मेरो बडीमा। 1 किलो लैजाउँ न। यो चाहिँ हाम्रो साथीको ग्रुपमा लेख्दैन, मेरो हो।